हेलो गाइज, गुड इभिनिङ। अहिले चाहिँ हामी 2082 सालको शुभ दीपावलीको होइन रङ्गोली बनाउन चाहिँ क्रम धमाधम छ। हाम्रो यहाँ जेठी ठुल दिदीले बनाउँदै हुनुहुन्छ यहाँ रङ्गोली होइन शुभ दीपावलीको। अब यहाँ कराउँदै भए पनि बनाउँदैछ। अब लगभग अन्तिम चरणमा छ। अब हामी लक्ष्मी पूजाको दिन चाहिँ रङ्गोली बनाएर होइन पुज्ने चलन छ, परम्परादेखि चलिआएको। यस्तो छ रङ्गोली। लक्ष्मीको खुट्टाको पाइला बनाउँदै हुनुहुन्छ यता हाम्रो चाहिँ होइन कान्छी दिदीले। यता खोइ अनुहार देखाउँ न त कान्छी दिदीको, खोइ एकचोटि अनुहार देखाउँ न त। यस्तो हुँदो रहेछ नि पाइला। 4वटा औँला मात्रै भयो क्या त्यहाँ। यता अनुहार हेरौँ, हाम्रो यहाँ रङ्गोली बनाउने हाम्रो यहाँ सिकाउँदै हुनुहुन्छ। मम्सको अवस्था चाहिँ नाजुक रहेछ होइन। कलर कुन लाउनु पर्ने भनेर कलर कम्बिनेसन गर्दै हुनुहुन्छ। जान्दैन, नराउनु पर्यो नि त। बुवा चाहिँ उता ऊ होइन पुरा गीत सुनेर बसिरहनु भएको छ। देउसीको लागि तयारी गर्दै हुनुहुन्छ। ओम गणेशाय नमः। ओम गणेशाय नमः। ओम गणेशाय नमः। सलेदो रहेछ फेरि त्यस्तै। आज परमेश्वर लक्ष्मी देवीको नाममा यो यसले खाउँछ कि सबै यो एउटा चिन्ता दुईचोटि भइसक्यो। यहाँ थिस्ती कन्या नमो नमः। सबैतिर उठेर ओम जय लक्ष्मी माता मैया, जय लक्ष्मी माता। सालको होइन शुभ दीपावलीको अवसरमा हामी चाहिँ पूजा गर्ने क्रममा छौँ होइन। विश्व जल हुन्थ्यो ओढेर गर्नु त हुँदैन। ओम महालक्ष्मी नमो नमः। विष्णु प्रायही नमो नमः। ओम
हो त्यो लाइट नबाल्नु न जियोमा पुछ पहिले त्यो लाइट नबाल्नु न थोरै थोरै आउँछ त बना बरबरी होइन यस्तो बनाउँदै आज चाहिँ होइन अब यता पूजा गर्न धमाधम छ लक्ष्मी पूजा दिन गर्ने खेत होइन बनाउने अर्किने दिन खेत बनाउने अर्किने सबैतिर मुक्लाउँदा जहिले पनि यो अपेक्षा नगर्नु उता दियोलाई पहिले तेरा अघि हेरेर यता यता पनि फर्किनु दियोको कलर गए सबै फर्किनु पुछ एउटा जान्ने मान्छेलाई के पुज्ने देवी माता धन सम्पत्ति धनी हुन् सम्पत्ति माग्ने पढाइ राम्रो होस् धन सम्पत्ति भनेको कान्छी बहिनीले हो पूजा गर्दैछ होइन आर्थिक अवस्था नाजुक नबनाइदिनु भनेर पाइलट हुन पाऊँ डक्टर हुन पाऊँ नर्सनी हुन पाऊँ माताका नाममा लु भयो प्रचलय दीप प्रचलय ओम नमः लु न छिटो लाख करोडको आम्दानी रहोस् मेरो जेठी छोरीलाई पोते भएको सबै मेरो जेठी छोरीले